थाहा छ तपाईको टाउको किन दुख्छ? तपाईको शरीरले केही भन्न खोजिरहेको हुन सक्छ। अब एक एक गरेर टाउको दुख्ने वास्तविक कारण बुझौं। नम्बर 1, शरीरमा पानीको कमी। जब शरीरमा पर्याप्त पानी हुँदैन, ब्रेनले प्रेसर महसुस गर्न थाल्छ। त्यसपछि टाउको भारी हुने, थकान लाग्ने, चक्कर आउने जस्ता समस्या सुरु हुन सक्छन्। नम्बर 2, धेरै तनाव र चिन्ता। धेरै सोच्ने बानी, मानसिक दबाव, इमोसनल स्ट्रेसले नेक र फोरहेडको मसल्स कसिन्छन्। यसले टेन्सन हेडेक सुरु गराउँछ। नम्बर 3, पर्याप्त निद्रा नहुनु। राति ढिलो सुत्ने, मोबाइल धेरै चलाउने, राम्रो डीप स्लिप नहुने, यी सबै कारणले बिहान उठ्दा टाउको दुख्न सक्छ। नम्बर 4, आँखामा धेरै दबाव पर्नु। लगातार मोबाइल, ल्यापटप, टिभी वा स्क्रिन हेर्दा आँखाका मसल्स थाक्छन्। त्यसपछि आँखाको वरिपरि र निधारतिर दुखाइ सुरु हुन्छ। नम्बर 5, लामो समय खाली पेट बस्नु। धेरै समय केही नखाँदा शरीरको सुगर लेभल घट्छ, ब्रेनलाई एनर्जी कम पुग्छ र कमजोरीसँगै टाउको दुख्न थाल्छ। नम्बर 6, चिया वा कफी अचानक कम गर्नु। दैनिक क्याफिन खाने बानी परेको शरीरले अचानक कम हुँदा प्रतिक्रिया दिन सक्छ। यसले डल हेडेक र थकान ल्याउन सक्छ। नम्बर 7, माइग्रेन। यो सामान्य टाउको दुखाइभन्दा फरक हुन्छ। टाउकोको एकातिर धेरै दुख्ने, उज्यालो सहन नसक्ने, वाकवाकी लाग्ने माइग्रेनका सङ्केत हुन्। नम्बर 8, हाई ब्लड प्रेसर। ब्लड प्रेसर बढ्दा विशेष गरी टाउकोको पछाडितिर भारीपन र दुखाइ महसुस हुन सक्छ। नम्बर 9, साइनस समस्या। नाक बन्द हुने, अनुहार भारी हुने, आँखाको वरिपरि प्रेसर महसुस हुने साइनस हेडेकका कमन सङ्केत हुन्। नम्बर 10, धेरै स्क्रिन टाइम। धेरै समय मोबाइल र स्क्रिनमा बिताउँदा आँखामा दबाव, ब्रेन फटिग र स्लिप डिस्टर्बेन्स बढ्छ। यसले टाउको दुख्ने सम्भावना बढाउँछ। नम्बर 11, मनभित्रको इमोसनल प्रेसर। दबिएको तनाव, दुःख, ओभरथिङ्किङ, लोनलिनेस वा बर्नआउटले पनि शरीरलाई असर गर्छ। कहिलेकाहीँ मनको पीडा टाउको दुखाइको रूपमा बाहिर देखिन्छ। नम्बर 12, अनहेल्दी खाना। धेरै जङ्क फुड, ओइली फुड, सुगर र प्रोसेस्ड फुडले शरीरमा इन्फ्लेमेसन बढाउँछ। यसले शरीर र ब्रेन दुवैलाई असर गरेर हेडेक बढाउन सक्छ। यस्तै वास्तविक जानकारी र रियालिटी डिकोड भिडियोहरू हेर्नका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्। भिडियो मन परे लाइक र शेयर पनि गर्नुहोस्।